होइन मासु भात दिनुहोस् भने खानुहोस् केही छैन हामीसँग लगेको पैसा हो बुझ्नुभयो तपाईबाट लगेको पैसा हो तपाईले तिरेको ट्याक्सको पैसा हो त्यो उनीहरूले कुम्लाएर राखेछ अब त्यो निकाल्नु पर्यो नि चुनावमा निकाल्छ त्यो पैसा त ब्ल्याक पैसा हो ब्याङ्कमा राख्नु मिल्दैन अब त्यो पैसा ल्याएर तपाईँलाई बाँड्छु खाइदिनुहोस् आफ्नै पैसा हो केही फरक पर्दैन खाने हो तर अन्तिममा गएर मत हाल्दाखेरि चाहिँ टक्क पारा सही ठाउँमा मत हाल्ने अब पछिपल्ट आएर तपाईँले त मलाई भोट हालेन रहेछ मेरो पैसा दिऊ भनेर भन्नु मिल्दैन उसले मिल्दैन मेरो रक्सी खाएको रक्सी फिर्ता गर भनेर भन्नु मिल्दैन होइन मासु भात खाएको तिमीले मेरो भोट दिएन मलाई फिर्ता दियो भनेर भन्नु मिल्दैन मजासित खानु केही फरक पर्दैन हाम्रै पैसा हो होइन तर भोट हाल्ने टाइममा चाहिँ बुथ यस्तो छोपिएको हुन्छ कसलाई मत हाले थाहा हुँदैन त्यही भएर तपाईँले सही ठाउँमा मत हाल्नुहोस् त्यतिमा